सबैजनाले आमाको गीत बनाउँछ, मेरो आमा गरेर गीत गाइबस्छ हो। आमा आमा भनेर गीत गाइबस्छ, बाउको कसले गाउँदैन गीत। बल्ल बल्ल एउटाले पढेछ, ए बा भात खान आ भन्यो। त्यो बाउ हो नि त। ज्वरो आउँदा ज्वरो आयो भन्दैन उसले, ए भइहाल्छ। बिमार हुँदा पनि म बिमार भएँ भन्दैन उसले। आफ्नो छोरा छोरी परिवारको लागि खटिबस्छ, जिन्दगी दिन्छ उसले। अघि अस्ति कसैले भन्दै थियो, आमाले 9 महिना पाल्छ, बाउले जिन्दगीभर पाल्छ भनेर। अनि बाउको भ्याल्यु भएन, स्त्रीको पनि भ्याल्यु हुँदैन। घरको बुढाको नि भ्याल्यु भएन भने नि स्त्रीको पनि भ्याल्यु हुँदैन। घरको बुढाको शिर झुकेको छ भने नि श्रीमतीको पनि जति नै बाठी भयो भने पनि त्यो श्रीमतीको पनि शिर झुकेकै हुन्छ। त्यसै कारण बाउको, घरको श्रीमानको शिर कहिले पनि झुकाउनु हुँदैन।